नमस्कार एन्ड वेलकम टु माई युट्युब च्यानल। आज 2081 साल चैत 24 गते नवमीको दिनमा आज मेरो हेमन्त भाइ र सुरज भाइको छोराको वर्तमान कार्यक्रम हुनु गएको छ। छेउबाट हामी नेवारी भाषा छेउमा जाउँ। छेउहरूको लागि कार्यक्रममा एकदम रेडी अवस्थामा सबै रेडी हुँदैछ है त गाइज। यहीँ सानो नानीलाई खाना खाँदै यता हेर बाबु, यसको कपाल काट्ने हो आज, मेरो भतिजको कपाल काट्ने, लामो लामो कपाललाई छोट्याउने हो आज है। यतापट्टि एकदम रेडी हुँदैछ गाइज है। यहाँ सेलको लागि गाइस यता अचारको लागि केरा छन् मेरा छोरा भतिजहरूले। हेर्नुहोस् न त्यहाँ छोरीले पनि यहाँ गर्दैछिन् गाइस। एकदम यो हो हाम्रो घरको फुल गाइज, घरको ग्राउन्ड छ। अगाडि उदासको बोटहरू छ गाइज। दिदी भाइको माया हेर न, दिदी भाइको माया हो। आज कपाल काट्ने हो दुवैजनाको। भयो बिस्तारै दुख्छ नानीहरूलाई। गाइस आज केस काट्ने हो। लामो लामो कपाल चाहिँ चट्ट अहिले चिन्डे बनाएको कपालतिर म कपाल चिन्डे पानी आज। यसको पनि यस्तो लामो लामो कपाल छ कि गाइज। अब यसो कपाललाई भएर चिन्डे भएर चट्ट होइन। कलसको काम हुँदैछ। ल सानी नानी ल गाइस, यो दुवैजनाको आज वर्तमान छेउ है हाम्रो नेवारको छेउको नाम हुन्छ। यहाँ आज छेउको कार्यक्रम सुरु हुँदैछ। हामी सबैजना छेउको पर्खाइमा छौँ गाइस है। हामी यहाँ एकदम आजको कार्यक्रम गर्छौँ है। केटी नानीहरू राइट। कार्यक्रम सुरु हुँदैछ। कपाल भिजाउने कार्यक्रम सुरु भइरहेको छ। कपाल भिजाएर चट्ट यति लामो कपाल छ होइन गाइज। आदित्यको अद्वीको भिजिसक्यो। अब आदित्यको म भिडियो भाइले मामाले बाजा कपाल काट्दिँदै हुन्छ। गाइज यता अद्विकको मामाले कपाल काट्दिँदै हुन्छ। अद्विक आदित्य आदिको मामाले आदिको कपाल काटिदिनु भयो। आदि मैले उयो छ भने भित्रै मैले ल कपाल काट्ने काम समाप्त भएको छ। अब खुवाउने काम सुरु हुन्छ गाइज। ल गाइज ल ल है। अब कपाल काट्ने काम चिन्दै हुँदैछन् गाइज। ओए त्यो प्लेट उता राख भाइ, अलिक काट्छ प्लेटले हात। हजुर ल ल म काटिदिन्छु नि यहाँ न। कस्तो मजाले काट्यो।
नाइस आदिको खाँदै गर न नि त्यहाँबाट आदिको खाँदै गर खाइदेऊ न भाइ प्लेट दे अनि भित्र छ नि त सानो आदि अब टाउको नहाल्नु न ए मलाई नदी मार्न नहल्ला है सानो आइहाल्छ है कान काट्छ नि भाइ हल्ली भन्नु आदिको आदि अद्विक पुरा हेन्सम भयो त अदित यो पनि छ हौ सानो ल ल ल स्थलमा टिका कार्यक्रम सुरु गरौँ अब हुन्छ मामाको पहिलो गाइस एकदम रमाइलो भइरहेछ बाबु होइन तिमीले होइन यता मामाले पहिला लगाइदिने भने मात्रै ल आदि हात अगाडि राख बाबु हात अगाडि राख आदि हात अगाडि राख एकदम रमाइलो भइरहेछ एकदम राम्रो भइरहेछ त गाइस हेर्नु हुँदैन धेरै म्याउ बाबाले पैसा बाबाले म्याउ धेरै हेर्यो भने नो आया सिधा हुने ओके भाउजू म त आमा लाग्छ आमा लाउनुहुन्छ नि म हिँडिहाल्छु मलाई मिठाई किन्दै लग्यो साह्रो जुत्ता नै
ल ए नचला बहिनीलाई नजिस्कनुपर्छ तिमीहरू अझै त छेलिनु भयो नि त अझै छेलिनु भयो अब हुन्छ अब एकै हुन्छ तिमी पनि टिकाउनु पर्छ नि पोखाइदिनु पर्छ ल छोरीलाई लगाइदिएको लम्बु छ त